नमस्ते सबैलाई। आज म बताउन गइरहेको छु ल्यापटपमा सेक्युर बुट कसरी डिसेबल गर्ने। यो चाहिँ मेरो एसरको ल्यापटप हो। यसमा चाहिँ F2 सबभन्दा F2 थिचेर बायोसमा जान सकिन्छ र यसमा ब्रान्ड अनुसार छुट्टा छुट्टै हुन्छ बायोस की। यसको लागि चाहिँ क्रोममा गएर आफूलाई जुन चाहिएको हो, आफूलाई जुन ब्रान्डको ल्यापटपको बायोस की चाहिएको हो उसमा क्रोममा गएर सर्च गर्दा त्यसमा देखाउँछ। जस्तो कि मैले HP को चाहियो भने HP बायोस की भनेर सर्च गर्यो भने त्यसमा F10 भनेर देखाउँछ। र प्रायमा अब बायोसका भर्जन अनुसार फरक हुन्छ। सबैमा कुनैमा बुट सिक्वेन्स, कुनैमा बुट भनेर अप्सन हुन्छ र त्यहाँनेरि सेक्युर बुट इनेबल, जैसे कि सेक्युर बुट इनेबल र डिसेबल यहाँनेरि अप्सन हुन्छ। मेरो यसमा जान मिलिरहेको छैन। प्रायमा जान दिन्छ र कुनै ल्यापटपमा दिएन भने यहाँनेरि हाम्रो सेट सुपरभाइजर पासपोर्ट भनेर यहाँनेरि हामीले पासपोर्ट राख्नुपर्छ। यहाँनेरि पासपोर्ट अब तपाईहरुले जस्तो कि 10 राख्न सक्नुहुन्छ। यो चाहिँ याद गर्नु होला। यो पासपोर्ट तपाईले बिर्सिनु भयो भने पछि टेक्निशियनकैमै लान पर्ने हुन सक्छ। त्यसैले यहाँनेरि अब मैले चाहिँ यहाँ 11 गरेर यहाँनेरि सेभ गर्छु है। यहाँनेरि मेरो अब अप्सन सेक्युर बुट डिसेबल गर्नलाई यहाँनेरि सेक्युर बुट डिसेबल गर्नलाई अप्सन दियो। यसरी हामीले यसलाई डिसेबल गर्छौं र यो F10 थिचेर सेभ गरेपछि अब म चाहिँ सेभ गर्दिन, तपाईहरु चाहिँ यस गर्नु होला। यस गरेर फेरि अब पासपोर्ट हटाउनको लागि यहाँनेरि सेट सुपरभाइजर पासपोर्टमा इन्टर गर्ने, पुरा पहिलाको पासपोर्ट हाल्ने र यहाँनेरि क्लियरको अप्सन आउँछ, यस गर्ने। इफ कुनैमा पासपोर्ट माग्न नि सक्छ, त्यसमा त्यतिकै इन्टर थिच्दिदा पनि हुन्छ र यसरी F10 थिचेर सेभ गर्ने र सेभ गरे